अङ्कलले यस्तो मिठो मिठो खाना खुवाउनु भयो, केही भन्नु छ अङ्कलहरूलाई? राम्रो लाग्यो होइन, हामीलाई चाहिँ स्पेसली अब बस्ने ठाउँ पनि राम्रै छ अनि खाना पनि धेरै राम्रो मिठो थियो। हामीहरू अब थाकेर पनि होला सागर धेरै मिठो लाग्यो होइन, धेरै राम्रो थियो ठाउँ पनि। उहाँहरू धेरै धेरै कोअपरेट गर्नुभएको छ उहाँहरूले चाहिँ। ल फोटो खिचाउ त्यो बिग थ्याङ्क यू होइन। अङ्कल निस्किन्छ हामी पनि है। ल गुड नाइट। फेरि फर्केर यतै आउने त होला, आउने बेला फेरि फर्क्यौँ ल। खाना चाहिँ मिठो खुवाउनु भएको थियो सबैको भनाइ त्यही छ। हामी चाहिँ अब फाइनली निस्किसक्यो है। अनि त्यहाँदेखि निस्क्यो, अब चाहिँ दिउँसो भइसक्यो, ढिलो भइसक्यो। लाइनमा हो है रेडी? हर हर महादेव। सो हामी निस्किन लाग्यो ल। जय बोले। अब चाहिँ यहाँदेखि राप्ती नदी आउँछ, त्यहाँ ट्याक्क लगाएर अनि त्यसपछि राप्ती नदी कटिसकेपछि झर्ना जाने भन्ने हाम्रो प्लान छ। सो झर्नामा एकछिन पौडी सौडी खेलेर अनि त्यसपछि हामी डेस्टिनेसनतिर लाग्छौँ। हामी चाहिँ फाइनली राप्ती नदी, अनि त्यस राप्ती नदी है, यता यता खोला छ, यता पानी बगिरहेको छ, अनि यता पनि पानी बगिरहेको छ हो। अनि सानो बाटो चाहिँ सानो रहेछ, अनि त्यसैमाथि भैँसी राँगा भैँसी, अनि त्यसै गरेर गाडी यस्तरी आइदियो भने डबल कट्न अलिक मुस्किलै हुँदो रहेछ यहाँनिर चाहिँ। सो गाइज अझ उकालो चढिरहेको है, अनि साथीहरू चाहिँ त्यहाँ रेस्ट गरिरहेछ, साइकल चढाउनु सकेन क्या। उफ हल्का बाटो छ यस्तो हो। त्यो चाहिँ के हो खै, त्यो प्रतीक्षालाई हो कि के हो? ओइ आऊ ठाउँ हेर्न आऊ। बल्ल अलिअलि मजा आइरहेको छ, किनभने चाहिँ पहाड आयो नि त होइन, मेन त पहाडै हो आउनु खोजेको हामी। ओइ ओइ नजारा, ओइ फाइनली नजारा आमा। सो यहाँ चाहिँ बस्ने पार्क। ओ यामजी त्यो बस्ने खाने ठाउँ सायद बनाएको छ, अनि हामी पनि पार्क जस्तै बस्ने बनाएको रहेछ। सो नजारा गाइज। अब हामी गन्तव्यमा पुग्न लागेको छौँ। अलराइट गाइज, फाइनली हामी चाहिँ नाग्रा फल्स भन्ने यही हो है, हामी झर्नामा पुगिरहेको छ। सो वाउ, बट पानी अलिकति अलिक फोहोर जस्तो छ होइन, अनि वही बाटो बाढी आएर यस्तो भएको रहेछ क्या। हेर है अलराइट गाइज, हामी चाहिँ यहाँ पौडी पनि खेलेर अब भ्याइयो होइन, अनि त्यसपछि अब चाहिँ निस्किनुपर्छ यहाँदेखि चाँडोभन्दा चाँडो, किनभने चाहिँ अहिले हाम्रो 10-12 बजिसक्यो है। र पौडी खेल्यो, एकदम रमाइलो भयो, शान्त पनि भयो एकदम होइन, फ्रेस पनि भयो। र जति पनि हाम्रो पीडा थियो वहाँदेखि यहाँ आउँदासम्मको होइन, थकान जति पनि थियो त्यो सबै महसुसहरू त्यो सबै यहीँ छोडेर हामी चाहिँ अब फेरि आफ्नो गन्तव्यतिर लाग्नेवाला छौँ है। मोहन कस्तो लागिरहेछ? अब चाहिँ नजिकै छ नि त हाम्रो, अब चाहिँ अब रमाइलो छ भनौँ, रमाइलो भइरह। अब यहाँसम्म चाहिँ आउँदाखेरि चाहिँ दुःख लागेको थियो अलिक चाहिँ बाटोमा, आएपछि अब रमाइलो भयो भनौँ। एकदम अरू पनि छ फर्स्ट एक्सपिरियन्स भएर पनि हो होइन, यस्तो अहिलेसम्म गरेको थिएन है। त्यही भएर पनि फर्स्टमा आउँदाखेरि नराम्रो कस्तो दुःख जस्तो त लाग्छ होइन, किनभने चाहिँ अझ हामी त त्यसमाथि विथआउट मनी हिँडिरहेको छ। सो त्यसमा चाहिँ अलिकति गाह्रो भएको हो, अरू त्यस्तो खासै गाह्रो त छैन हो कि छैन एकदम रमाइलो गर्दै साथीभाइसँग हिँड्दै गर्दाखेरि हामी कहाँदेखि कहाँसम्म साइकलमा पनि आइपुग्न सकिने रहेछ भन्ने कुरो चाहिँ फर्स्ट एक्सपिरियन्स हुनेहरूलाई त्यस्तो लागिरहेको छ।
गेट आयो गेट आयो गेट आयो गेट आयो मेरो उठाउ त यार त्रिपुरेश्वर महादेव टेम्पल पुगिसक्यौँ बल्ल बल्ल यहाँ पुग्यौँ सन्तानेश्वर त अझै आउने बाँकी छ सो जस यहाँ पुग्दा पनि एकदम मजा आइरहेको छ ओपी सो भ्यू हेर्ने एकचोटि भ्यू सो भ्यू हेरौँ है एकचोटि त अलराइट गाइज फाइनली हामी चाहिँ यहाँ कुटिनेर पुगिसकेको थियौँ र एकजना बाबा हुनुहुन्छ उहाँले चाहिँ हामीलाई पानी दिनुभयो यति सुकुन मिल्यो बडा मजा आयो यस्तो मजाको हावा आयो अहिले है ओहो सो टेम्पल अझै माथि छ अनि केटाहरू चाहिँ तलै हराइसक्यो तलै भिडियो बनाउँदै ठिक छ तिनीहरूलाई माथि पुग्नै अझै थाहै छैन सो फाइनली हामी त्रिपुरेश्वर टेम्पल महादेव लाई दर्शन गर्न यहाँ पुगिसक्यो सो हर हर महादेव महादेवको जय हो महादेवलाई भेट्न कहाँ सजिलो छ त सो कस्तो लागिरहेछ अहिले अहिले चाहिँ दामी लाग्यो र मेरो यता यता गोसबुम्सहरू आएको छ मतलब सिरिङ्ग भएको छ जहाँ चाहिँ तर गाह्रो त भएको छ बट गाह्रो भएको छ अब धेरै अब ट्रेकिङ पनि धेरै भयो अब हिँड्नु पनि धेरै हिँड्यो अब त्यसपछि फेरि साइकलमा पनि धेरै अब ट्राभल गरियो गाह्रो त धेरै भएको छ तर यहाँ आएर चाहिँ सुकुन वी फाइनली टेक लङ ब्रेथ होइन त्यसरी चाहिँ यहाँ आएर चाहिँ शान्ति धेरै भयो गाइज फाइनली म चाहिँ बाबालाई भेटेँ सुकुन मिलिरहेको छ यहाँ आउँदाखेरि यस्तो आनन्द लागिरहेको छ जय सब्बो केटाहरू भर्खर आउँदैछ के ल त्यो केटाहरू उतै छ तिनीहरूलाई पुग्दैन ल बाबा थ्याङ्क यू है ओके खुसी लाग्यो तपाईँहरूलाई भेटेर पनि हुन्छ बाबा हुन्छ त्यो हामी त थाहा थिएन यहाँ त्रिपुरेश्वर यतै हो भन्ने पनि थाहा थिएन के म्यापमा देखाएको थिएन सो अब यहाँदेखि चाहिँ निस्किन्छौँ होला अब 1-1.5 घन्टा त तल पुग्नै लाग्छ साइकलमा पनि है तल जान पनि 1-1.5 घन्टा लाग्छ होला क्या त्यति माथि आएको छ हामी चाहिँ अनि मोहन र म चाहिँ जोसिया छौँ तिनीहरू चाहिँ कहाँ हुन् के त्यही भएर हामी जोसियौँ भने तिनीहरू निस्किन्छन् कि भनेर हामी निस्केको अगाडि हो अब चाहिँ निस्किन्छौँ होला किनभने चाहिँ हामीसँग एनर्जी पनि पुरै डाउन भइरहेको छ सो होइन निस्किहाल्नुपर्छ अगाडि तलतिर कतै पानी मिलेको छ भनेपछि पानी खानु पर्ला त्यसपछि निस्किन्छौँ किनभने चाहिँ हामीसँग खानेकुरा पनि केही छैन अहिले चाहिँ हाम्रो रकेटहरू चाहिँ यतै छ सही सलामत अनि हामी दुइटा चाहिँ निस्किसक्यौँ यता पुगिसक्यौँ यहाँ तल उनीहरू वहीँ माथि सो अलरेडी गाइज हामी चाहिँ अब निस्किन लाग्यो है
यो त्रिपुरेश्वर महादेव टेम्पल चाहिँ हामीले अब भ्रमण गऱ्यौँ होइन, धेरै भिडियोहरू पनि बनायो, पूजासुजा गऱ्यौँ। हाम्रो चाहिँ त्यहाँको पुजारी बा भनौँ होइन, उहाँले चाहिँ हामीलाई पूजासुजा गराएर टिका सिक्का लगाइदिनु भयो र सो हामी चाहिँ अब निस्किसकेका छौँ र यहाँदेखि चाहिँ हामी तल जानुपर्ने रहेछ कि एकदम तल है, त्यो फेरि जहाँदेखि स्टार्ट गऱ्यौँ त्यहाँ फेरि पुगेर अनि फेरि अझै अगाडि गएर बल्ल हामी सन्तानेश्वर पुगिन्छ। सो आज सन्तानेश्वर सायद त्यहीँ बस हुन्छ कि हेरौँ है कस्तो हुन्छ। ठ्याक्कै हामी पौडी खेलेको ठाउँनिर आइपुगिसकेका छौँ। फर्स्टमा यहाँ डाँडा चढेको ठाउँमा चाहिँ यहाँ पुगेपछि रेस्ट गऱ्यौँ र यहाँ चाहिँ उहाँहरूले पानी खान आउनु भनेपछि हामी चाहिँ पानी खान आएको छ। कस्तो हुन्छ पानी खाऊँ त, मिठो होला, झारेको है। म त्यति भाइरल पनि छैन। सो गाइस होइन, मैले चाहिँ भर्खरै एउटा अनौठो चिज देखेँ, ह्यान्डमेड होइन, फुलको चाहिँ यस्तो दामी यो तिमी परा होइन, तिमी को जस्तो देखेछौ थाहा छ? तिमी को जस्तो देखेछौ थाहा छ? इकु मतलब वो अलग ही लेवल का बंदा था। यत्रो जङ्गलको बिचमा तिमी इकु मलाई थाहा छ म जस्तो हेर्छम को छ र यहाँ त मलाई मात्रै थाहा छ। तर तिमी ठ्याक्कै प्रिन्सेस जस्तो देखेछौ कि। थ्याङ्क यू है यसको लागि। अनि यो बनाएको कसले हो? मलाई पनि धन्यवाद। उहाँले बनाइराख्नु भएको थियो, धन्यवाद है। लजाउनुहुन्छ मानिसको। सो अलराइट गाइज, हामी चाहिँ अब यहाँदेखि निस्किन्छ। एकदम मिठो पानी खुवाउनु भएको थियो उहाँहरूले चाहिँ, अनि झन्डा चाहिँ टिकटक बनाउनलाई भनेर दिनुभएको थियो। झन्डा लिएर जानु पऱ्यो अब टक्क, अनि हालेर निस्किनुपर्छ। हामी चाहिँ सन्तानेश्वरको लागि एकदम ढिलो भइसकेको छ है। बाई, अब के गर्ने हो? गाइस फाइनली हामी चाहिँ यहाँ आइपुग्यौँ। ओके, पानी खाऊँ अब। आऊ Alright guys, this is sunset. यहाँदेखि सनसेट भ्यू अँध्यारै हुन लागिसक्यो है। अहिले चाहिँ साथीहरू चाहिँ वहीँ तलै छ अझै, अनि हामी चाहिँ पुरै लुत्रुक्कै भिजिसक्यो। पानीमा पौडी खेलेर आए जस्तो भएको छ। ओहो डराउँदै ओ मागु। फाइनली गाइस हामी चाहिँ डाँडामा आइपुग्यौँ अहिले चाहिँ। ओहो फाइनली यसको नजारा हेर्ने, एकचोटि नजारा हेरौँ है। हामी यो बाटो आयौँ अनि अब यसरी हुँदै जानुपर्ने छ। सो अनि एउटा कुटी छ यहाँ, वाह ए कुटी छ। सो गाइस देखो गाइस नजारा, वाउ वाउ। सो गाइस फाइनली सुकुन मिलिरहेछ यति अल्कोमा होइन। डोराउन पनि गाह्रो हुने के, जस्ट लाइक डोराउन पनि गाह्रो हुने ठाउँमा यहाँ आइपुग यति मजा आइरहेको छ आम्मामा। सो फाइनली गाइस हामी चाहिँ फुल डाँडामा। सो मन्दिर चाहिँ यही बाटो है, वहाँ पर छ। ओहो मन्दिर वहाँ पर छ है। अनि मलाई यहाँ पुगेछौँ र यहाँ चाहिँ कुटीहरू छ है। हामी चाहिँ कुटी छ, सन्त
बाबाहरू बस्ने यहाँ छ तलतिर। सो साइकल चाहिँ त्यही राखेका छौँ र माथि जानुपर्ने छ हामीलाई चाहिँ वहाँ पर। हेर्न सक्नुहुन्छ भ्यू हेर्नु।